नमस्कार साथीहरू, आज हामी ज्यान मार्ने उद्योग भनेको के हो र कसैले ज्यान मार्ने उद्योग गरेमा के कस्तो सजाय हुन्छ भन्ने विषयमा जानकारी दिन गइरहेका छौँ। कुनै व्यक्तिले अर्को व्यक्तिको ज्यान मार्ने नियतले हात हतियार प्रयोग गरेर होस् वा अन्य कुनै पनि तरिका अपनाएर ज्यान मार्नको लागि कार्य गरेको छ भने तर सो कार्यका बावजुद पनि मान्छेको ज्यान गएको छैन भने त्यस्तो अवस्थालाई ज्यान मार्ने उद्योग गरेको भनी बुझिन्छ। मुलुकी अपराध संहिता 2074 को दफा 183 अनुसार कसैले कसैको ज्यान मार्ने नियतले उद्योग गर्न हुँदैन भन्ने स्पष्ट कानुनी व्यवस्था गरिएको छ। यस प्रकारको कसुर गर्ने वा गराउने व्यक्तिलाई 10 वर्षसम्म कैद र 1 लाख रुपैयाँसम्म जरिवाना हुनेछ भनी कानुनी व्यवस्था रहेको छ। ज्यानसँग खेल्ने अधिकार कसैले पनि पाउँदैन। कानुन उल्लङ्घनको परिणाम सधैँ गम्भीर हुन्छ। धन्यवाद।